आजको नोट, एक्सरसाइज र सबै मिनिङ्स हेर्नको लागि मेरो वेबसाइटको लिङ्क तल डिस्क्रिप्सन, पिन्ड कमेन्ट वा लिङ्कमा क्लिक गर्नुहोस्। नमस्कार सबैलाई। आज हामी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको एउटा महत्त्वपूर्ण ओपन लेटरको बारेमा बुझ्नेछौँ। यो पत्र सेभ द चिल्ड्रेन र चाइल्ड राइट्स कनेक्टले लेखेका हुन्। यसको मुख्य विषय हो जलवायु परिवर्तन सम्बन्धी निर्णयमा बालबालिकाको सहभागिता किन आवश्यक छ। अब यसलाई सजिलो तरिकाले बुझौँ। सबैभन्दा पहिले पत्रको सुरुवातमा महासचिव एन्टोनियो गुटेरेसलाई सम्मानपूर्वक सम्बोधन गरिएको छ। यो देखाउँछ कि पत्र औपचारिक र सम्मानजनक तरिकाले लेखिएको छ। त्यसपछि पत्रमा भनिएको छ कि महासचिवले 18 देखि 28 वर्ष उमेरका 7 जना युवा जलवायु नेताहरूलाई युथ एडभाइजरी ग्रुपमा नियुक्त गर्नुभएकोमा बधाई। यसको अर्थ के हो भने संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको समस्या समाधान गर्न युवाहरूको सल्लाह लिन चाहेको छ। यो एउटा राम्रो कदम हो किनकि युवाहरू भविष्यका नेतृत्वकर्ता हुन्। पत्रमा अगाडि भनिएको छ कि निर्णय प्रक्रियामा युवालाई सहभागी गराउनु राम्रो कुरा हो। यसको मतलब जलवायु परिवर्तन जस्तो ठूलो समस्यामा केवल ठूला नेताहरूले मात्र होइन, यसको असर भोग्ने युवा पुस्ताले पनि आफ्नो विचार राख्न पाउनुपर्छ। अब पत्रको अर्को महत्त्वपूर्ण भागमा लेखकहरूले निराशा व्यक्त गरेका छन्। उनीहरू भन्छन् यो समूहमा युवाहरू त समावेश गरिए तर 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई समावेश गरिएन। यो किन महत्त्वपूर्ण छ? किनकि बालबालिकाले पनि जलवायु परिवर्तनको असर भोगिरहेका छन्। भविष्यमा यसको सबैभन्दा ठूलो असर उनीहरूको जीवनमा पर्नेछ। त्यसैले उनीहरूको आवाज पनि सुन्नुपर्छ। पत्रमा सम्झाइएको छ कि 2019 र 2020 मा लाखौं बालबालिकाले क्लाइमेट एक्सनका लागि स्कुल स्ट्राइक गरेका थिए। यसको अर्थ बालबालिकाले विद्यालय छोडेर सडकमा उत्रेर जलवायु परिवर्तन विरुद्ध आवाज उठाए। उनीहरूले संसारलाई देखाए कि साना उमेरका मानिसहरू पनि परिवर्तन ल्याउन सक्षम छन्। त्यसपछि पत्रमा भनिएको छ कि बालबालिकाले सोसियल मिडिया, स्कुल र प्रोटेस्ट मार्फत विश्वव्यापी आन्दोलन चलाए। यसले के देखाउँछ? यसले देखाउँछ कि बालबालिका केवल भविष्यका नागरिक मात्र होइनन्, उनीहरू अहिले नै समाज परिवर्तन गर्ने शक्ति भएका नागरिक हुन्। पत्रमा ग्रेटा थुनबर्गको उदाहरण दिइएको छ। उनी केवल एक बालिका थिइन्, तर उनले एक्लै सुरु गरेको आन्दोलनले विश्वव्यापी रूप लियो। यसको सन्देश के हो? उमेर सानो भए पनि प्रभाव ठूलो बनाउन सकिन्छ। त्यसपछि पेरुका 16 वर्षीय फ्याब्रिजियोको भनाइ उल्लेख गरिएको छ, चिल्ड्रनको फ्युचर अहिले नै जोखिममा छ, भोलि धेरै ढिलो हुनेछ। यसको गहिरो अर्थ के हो भने यदि अहिले नै जलवायु परिवर्तनको विरुद्ध काम गरिएन भने भविष्यमा ठूलो क्षति हुनेछ। पत्रमा अर्को महत्त्वपूर्ण कुरा भनिएको छ कि आर्थिक सुधारको दौडमा कतै जलवायु परिवर्तनको मुद्दा नओझेलमा परोस्, अर्थात् देशहरूले आर्थिक विकास गर्दै गर्दा वातावरणको संरक्षणलाई बिर्सनु हुँदैन। अब अन्त्यतिर पत्रले महासचिवसँग 2 मुख्य माग राखेको छ। पहिलो माग, युथ एडभाइजरी ग्रुपमा 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि समावेश गरियोस्, किनकि उनीहरूलाई आफ्नो भविष्यबारे बोल्ने अधिकार छ। दोस्रो माग, COP 26 जस्ता अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा बालबालिकालाई सुरक्षित र अर्थपूर्ण सहभागिताको अवसर दिइयोस्। यसको अर्थ बालबालिकाको आवाज केवल सुन्ने मात्र होइन, निर्णय प्रक्रियामा त्यसलाई महत्त्व दिनुपर्छ। अन्तिम अनुच्छेदमा पत्रले एउटा शक्तिशाली सन्देश दिन्छ। यदि पछिल्ला 2 वर्षले हामीलाई केही सिकाएको छ भने त्यो के हो भने बालबालिकाले सही जानकारी र उद्देश्य पाए भने उनीहरू समाधानको हिस्सा बन्न सक्छन्। यसको मुख्य सार यस्तो छ, जलवायु परिवर्तनको लडाईँमा बालबालिकालाई सानो भनेर बेवास्ता गर्नु हुँदैन। उनीहरूको सोच, अनुभव र सुझावले संसारलाई राम्रो दिशा दिन सक्छ। यो ओपन लेटरको मुख्य सन्देश यही हो, बालबालिकाको आवाज सुन, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराऊ, किनकि भविष्य उनीहरूको हो। आजको नोट, एक्सरसाइज र सबै शब्दार्थ हेर्नको लागि तल डिस्क्रिप्सन, पिन्ड कमेन्ट वा लिङ्कमा क्लिक गरेर मेरो वेबसाइट भिजिट गर्नुहोस्।